मेरो एकाउन्टमा सिर्फ 3000 मात्र थियो। मैले 5000 बाट 50000 बनाउँछु भनेर च्यालेन्ज गरेको थिएँ तपाईको सामु। तर आज 4 दिन मात्र भएको थियो। चौथो दिनमै मेरो पुराको पुरा 5000 क्यापिटल उडिसकेको थियो। किनकि रेगुलर 300-400 300-400 1000-1200 गरेर 8000 पुर्याएको थिएँ। फेरि त्यही 4000 बाट मैले 5000 पुरा क्यापिटल उडिसकेपछि मेरो एकाउन्टमा सिर्फ 3000 मात्र रहेको थियो। आज निफ्टीको एक्सपायरी थियो प्लस रिस्क धेरै थियो। मलाई लागिरहेको थियो सायद आज त म बाँच्दिन होला, किनकि मैले बिहानै मैले 4500 को लस खाइसकेको थिएँ। फेरि यो मेरो दुर्सो ट्रेड थियो, यसमा पनि मेरो स्टप लस हिट हुन्छ। सोचेको जस्तो भइदिएन। फेरि मैले केही मिनेट आफूलाई शान्त बसेँ, घुम्न गएँ, वेट गरेँ। त्यसपछि मलाई रियलाइज भयो कि मेरो एकाउन्टमा त पैसा छैन, अब 600 रुपैयाँ मात्र बचेको छ। फेरि मैले अर्को ट्रेड लगेँ। त्यसपछि के हुन्छ भने अर्को ट्रेड लगिसकेपछि त्यसमा पनि 1000-1200 को लस देखाउँछ। मैले सोचेँ अब चाहिँ साच्चीकै फेरि 5000 लस पुग्यो भनेपछि एक्जिट हान्छु, किनकि मसँग अब 3000 मात्र बचेको थियो। मैले पुराको पुरा 3000 लगाएको थिएँ। यसै क्रममा मार्केटमा एक बुलिश मुभ देख्छु, फेरि मैले वेट गर्छु, होल्ड गर्छु। अब कति नै लस हुन्छ भन्ने आफूलाई हिम्मतका साथ, डिसिप्लिनका साथ, साइलेन्टका साथ बस्छु। र मलाई विश्वास थियो कता न कता 23900 को कलमा मुभमेन्ट आएपछि मेरो पैसा रिकभर हुने चान्स ज्यादाभन्दा ज्यादा छ। अब हेर्नुस्, तपाईँ नयाँ ट्रेड भएपछि यो पैसा रिकभर गर्न त कुनै हालतमा सक्नुहुन्न, किनकि मलाई थाहा छ नयाँ ट्रेडहरूले 200-400 पैसा देख्ने बित्तिकै एक्जिट गरिहाल्छन्। अब मेरो यो 4000 को लस रिकभर गर्न सायद मेरो स्ट्रङ र मेरो मेहनत, मेरो साइकोलोजी, मेरो कयौं सालको अनुभवले मात्र मैले यो ट्रेडलाई रिकभर गर्न सक्छु भन्ने मलाई विश्वास थियो। तर 5000 लस भइसकेको ट्रेडमा अब 3000 ले यो 5000 रिकभर कसरी गर्न सक्छ, कुनै सम्भव छैन भन्ने मान्छेहरूलाई धेरै लाग्न सक्छ। तर कता कता मलाई उम्मीद थियो, मेरो सेटअपमा भरोसा थियो, मैले आफूलाई सोचेको जस्तो मुभ गरिसकेको थियो ट्रेडमा 1000-1200 को प्रॉफिट पनि देखाइरहेको थियो। फेरि सेकेन्डमा 600-700 आउन थाल्यो। कता कता लाग्न थाल्यो मनमा डर, यो 700-800 एक्जिट हानु, फेरि लस भए गाह्रो होला। 2-3-2500 को मेरो लस रिकभर भइसकेको थियो, म्याक्सिमम आधा पैसा। तर मलाई लाग्यो जब हामी प्रॉफिटमा रुक्न सक्दैनौँ हैन, अब हेर्नुस् 200-250 आइसकेको छ। अब कसलाई डर लाग्दैन 1500 पुगेको प्रॉफिट हैन। तपाईको 3000 बाट 1500 तपाईले दिइसकेको थियो नि त, तर पनि लालच के। तर मलाई यो लालच हैन, मेरो एक डिसिप्लिन थियो, मलाई विश्वास थियो कता न कता म यो ट्रेडलाई होल्ड गर्छु। जब मेरो 1500 को लसबाट 1500 को प्रॉफिटमा आइसकेपछि मात्र मैले एक्जिट गरेको। यसको मतलब माथि सपोर्ट थियो, एक्जिट गर्नेवाला थिएन। त्यहीबाट फेरि मार्केटले रिक्वेस्ट लिएको, एक क्यान्डल फेरि मुभ त हानेको हो, हान्न त पक्कै पनि हानेको हो। तर मलाई कता कता यस्तो लागिरहेको थियो यो क्यान्डल पुरा वेट गर्नुपर्छ, डराउनु हुन्न। डर नै सबैभन्दा ठुलो शत्रु हो मलाई लाग्थ्यो, किनकि मैले पटक पटक जब पनि म ट्रेड लिन्छु 200-400 प्रॉफिट हुने बित्तिकै भागिहाल्छु। लसमा मैले हेर्नुस् न, आज लस मेरो 5000 को लसमा थियो, तर पनि मेरो एकाउन्टमा 3000 थियो। म खुसी थिएँ, सायद म रिकभर गर्न सक्छु, र मेरो रिकभर भयो। पुरा रिकभर हुन पाएन, प्लस 1000-1200 रुपैयाँ बचेको थियो। पछि म रिकभर गरिहाल्थेँ होला। मार्केट क्लोज भइहाल्यो, मार्केट 3:30 बजे बन्द हुन्छ। मार्केटमा मुभ पनि आएन। त्यसपछि चाहिँ मैले सोचेँ यो 1500 को लस नै मेरो लागि बेस्ट हो। अब तपाईँ भन्नुस्, यो 5000 को लसबाट मैले 1500 मात्र राखेको छु। हेर्नुस्, आज मेरो क्यापिटल रहेको छ 7000 रुपैयाँ।